नमस्कार, नेपाल टाइम्स अनलाइन टेलिभिजनमा हार्दिक स्वागत छ। इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीलाई लक्षित गरी गरिएको पछिल्लो सैन्य कारबाहीले विश्व राजनीतिमा हलचल निम्ति आएको छ। यो घटनाले मध्यपूर्व फेरि एकपटक विश्व राजनीतिको केन्द्र बन्दै तरङ्गित भएको छ। महिनौदेखिको धैर्यतापूर्ण प्रतीक्षा, जटिल गुप्तचर सञ्जालको परिचालन र अमेरिका तथा इजरायल बीचको उच्च स्तरीय सामरिक समन्वयको परिणाम स्वरूप यो अपरेसन सफल भएको दावी गरिएका रिपोर्टहरू सार्वजनिक हुँदै आएका छन्। सामान्यतया यस्ता संवेदनशील आक्रमणहरू शत्रु पक्षलाई झुक्क्याउन मध्यरातको अन्धकारमा गर्ने गरिन्छ, तर खामेनीको हकमा भने बिहानीको उज्यालो रोजिनु आफैमा पनि एउटा रणनीतिक सफलता थियो। यसको मुख्य कारण सिआइएले प्राप्त गरेको टाइम सेन्सिटिभ वा समयको हिसाबले पनि अत्यन्तै महत्त्वपूर्ण गोप्य जानकारी थियो, जसले सर्वोच्च नेता र इरानका अन्य शीर्ष सैन्य कमान्डरहरू मध्य तेहरानको एउटा निश्चित परिसरमा भेला हुँदैछन् भन्ने ठोस प्रमाण दिएको थियो। यो अवसर गुम्न नदिन इजरायली र अमेरिकी अधिकारीहरूले तत्कालै आक्रमणको निर्णय लिएका थिए। यो अभियानको सफलताको पछाडि प्रविधिको एउटा यस्तो जालो थियो जसलाई इरानको गुप्तचर संयन्त्रले भेउ पाउनै सकेन। राष्ट्रपति डोनाल्ड ट्रम्पको मार-आ-लागो स्थित वार रुमबाट भइरहेको प्रत्यक्ष निगरानी र उनका सामाजिक सञ्जालका सन्देशहरूले के सङ्केत गर्छन् भने इजरायल र अमेरिकाले इरानी उच्च अधिकारीहरूका मोबाइल फोन, टेलिकम प्रणाली र उनीहरूका अङ्गरक्षकहरूको आवत जावतलाई पनि महिनौदेखि डिजिटल छाया जस्तै पछ्याइरहेका थिए। लामो समयसम्म व्यक्तिको प्याटर्न अफ लाइफ वा दैनिक आनीबानीको सूक्ष्म अध्ययन गरेर उनीहरू कहिले र कुन स्थानमा सबैभन्दा बढी असुरक्षित हुन्छन् भन्ने कुराको विश्लेषण गरिएको थियो। इरानले आफ्ना नेताहरूलाई जमिन मुनिका मजबुत बङ्करहरूमा राखेर सुरक्षित ठाने तापनि इजरायली जेटहरूले प्रहार गरेको करिब 30 वटा शक्तिशाली बमहरूले ती बङ्करहरूको सुरक्षा घेरालाई सजिलै तोडिदिए। यसले इरानी सुरक्षा व्यवस्थामा रहेको गहिरो प्वाल र पश्चिमी प्रविधिको वर्चस्वलाई विश्व सामु छर्लङ्ग पारिदिएको छ। त्यसैले आज हामी खामेनीको हत्यापछि सुरु भएको इरानको प्रतिकार सहितको प्रतिशोधले विश्वभर असर परिरहँदा तेहरान अपरेसन कसरी बन्यो, अब युद्ध कता मोडिन्छ भन्ने विषयमा केन्द्रित रहेर चर्चा गर्नेछौँ। आयतोल्लाह अली खामेनीमाथि गरिएको लक्षित सैन्य कारबाहीले केवल इरानलाई मात्रै होइन, सम्पूर्ण अन्तर्राष्ट्रिय शक्ति सन्तुलनलाई तरङ्गित बनाएको छ। यो घटना आकस्मिक आक्रोशको परिणाम मात्रै नभई महिनौं लामो निगरानी, रणनीतिक संयोजन र खुफिया साझेदारीको निष्कर्ष जस्तो देखिन्छ, किनभने घटना मध्यरातमा नभई बिहानको उज्यालोमा सम्पन्न भयो भन्ने तथ्य आफैमा अर्थपूर्ण देखिन्छ। सामान्यतया यस्ता उच्च स्तरीय लक्ष्य विरुद्धको कारबाही रातको अँध्यारोमा गरिन्छ भन्ने मान्यता छ, तर यसपटक प्राप्त ताजा र निर्णायक गुप्तचर सूचनालाई तत्काल उपयोग गर्ने रणनीतिले समयको परम्परागत धारणालाई उल्ट्याइदिएको छ। अमेरिकी तथा इजरायली संयन्त्रले वरिष्ठ इरानी अधिकारीहरू एकै स्थानमा उपस्थित हुने अवसर लामो समयदेखि पर्खिरहेका थिए। तेहरानको एक सुरक्षित परिसरमा सर्वोच्च नेताको उपस्थिति सम्बन्धी सूचना प्राप्त भएसँगै कारबाही अघि बढाइएको विश्लेषण गरिएको छ। यही बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल मार्फत दिएको सङ्केतले पनि प्राविधिक ट्र्याकिङ र मानव स्रोत दुवै प्रयोग भएको आङ्कलन गर्न आधार दिएको छ। आधुनिक युद्ध अब केवल रणभूमिमा मात्रै नभई डेटा, सिग्नल र एल्गोरिदमको तहमा पनि लडिन्छ भन्ने यथार्थ यस घटनाले पुष्टि गरेको छ। विगतमा इरानको परमाणु कार्यक्रमसँग सम्बद्ध वैज्ञानिकहरू लक्षित हुँदा पनि टेलिकम प्रणाली र मोबाइल ट्र्याकिङ प्रविधिको प्रयोग भएको चर्चा थियो। त्यसैले यसपटक पनि उच्च स्तरीय डिजिटल निगरानी, साइबर अनुगमन र सम्भावित आन्तरिक सूचनाको संयोजन भएको हुन सक्ने आङ्कलनहरू गरिएको छ। न्युयोर्क टाइम्स लगायतका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार खुफिया जानकारी अमेरिकी गुप्तचर निकाय सिआइए मार्फत सङ्कलन भई इजरायलसँग साझेदारी गरिएको थियो। त्यसपछि आक्रमणको प्रत्यक्ष कार्यान्वयन इजरायलले गरेको बताइएको छ। यसले अमेरिका इजरायल बीच कार्यविभाजनको रणनीति रहेको सङ्केत गर्छ। एक पक्षले खुफिया र रणनीतिक समर्थन दिने, अर्को पक्षले प्रत्यक्ष सैन्य कारबाही सम्हाल्ने योजना देखिन्छ। त्यसो त इजरायली वायुसेनाका जेटहरूले तेहरानसम्म पुग्न करिब 2 घण्टा समय लिने आङ्कलन गरिन्छ।
प्रहार कति दूरीबाट भयो भन्ने खुलाइएको छैन, तर लामो दूरीका क्षेप्यास्त्रहरू सहितको संयोजन प्रयोग गरिएको अनुमान छ। स्थानीय समयअनुसार बिहान 9:40 तिर करिब 30 बम प्रहार गरिएको विवरण सार्वजनिक भएको छ। सम्भवतः जमिन मुनिको बङ्करसम्म क्षति पुर्याउने उद्देश्यले बहुक्षेत्र लक्षित आक्रमण रणनीति अपनाइएको थियो। यो सँगै तेहरानका अन्य संवेदनशील संरचनामा पनि प्रहार भएको बताइएको छ, जसमा राष्ट्रपति मसुद पेजेस्कियानको कार्यालय क्षेत्र समेत परेको उल्लेख छ। इरानले केही वरिष्ठ सुरक्षा अधिकारीहरू मारिएको दावी गर्दै नाम पनि सार्वजनिक गरेको छ, जसमा रक्षा परिषदका सचिव अली सामखानी, रक्षा मन्त्री ब्रिगेडियर जनरल अजिज नसिर जाहेद तथा इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स IRGC का कमान्डर जेनरल मोहम्मद पकपोर पनि समावेश छन्। घटना भइरहँदा फ्लोरिडा स्थित मार-आ-लागोमा अमेरिकी नेतृत्व उच्च स्तरीय बैठकमा रहेको विवरणले पनि सङ्केत गर्छ कि यो आकस्मिक निर्णय थिएन, पूर्व तयारी सहितको समन्वित अपरेसन थियो। यद्यपि सर्वोच्च नेताको मृत्यु औपचारिक पुष्टि हुन केही घण्टा लागेको बताइएको छ। खामेनीको मृत्युको पुष्टि हुन केही घण्टा लागे तापनि यसले विश्वभरि नै एउटा ठूलो तरङ्ग पैदा गरिसकेको छ। यो घटना केवल एक व्यक्तिको हत्या मात्र नभई इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर IRGC को मेरुदण्डमाथि गरिएको प्रहार थियो, किनकि यस आक्रमणमा रक्षा मन्त्री र अन्य वरिष्ठ कमान्डरहरूले पनि ज्यान गुमाएका छन्। तेहरानका अन्य सरकारी कार्यालयहरू र राष्ट्रपति मसुद पेजेस्कियानको कार्यकक्ष नजिकै भएको विस्फोटहरूले इरानी सत्ताको मुटु नै असुरक्षित रहेको सन्देश प्रवाह गरेका छन्। यद्यपि इरानले आफ्ना नेताहरूको अघोषित उत्तराधिकारी पहिल्यै तोकिसकेको हुनाले सत्ता तत्कालै पूर्ण रूपमा धराशाही नहोला, तर यो घटनाले मध्यपूर्वको शक्ति सन्तुलनलाई भने पूर्ण रूपमा नै खलबल्याइदिएको छ। विश्व समुदायले अब इरानको सम्भावित प्रतिशोध र त्यसबाट उत्पन्न हुन सक्ने क्षेत्रीय युद्धको त्रासलाई नजिकबाट नियालिरहेको छ, जसले गर्दा अन्तर्राष्ट्रिय कूटनीति र सुरक्षा व्यवस्थामा एउटा नयाँ र अनिश्चित अध्यायको सुरुवात भएको छ। इरानका लागि यो केवल एउटा सैन्य क्षति होइन, सुरक्षा संरचना माथिको गम्भीर प्रश्न हो। यसैले उसलाई इजरायल सहित 9 खाडी राष्ट्रहरूमाथि आक्रमण गरेर अमेरिकी बेस र ऊर्जा क्षेत्रलाई निशाना बनाएको छ। आफ्ना नेता गुमाए तापनि इरान खामेनीकै पदचाप पछ्याउँदै अमेरिकासँग नझुक्ने अडानमा छ। बदला ली छाड्ने चेतावनी दिएको इरानले अमेरिकालाई आफ्ना सहयोगी राष्ट्रहरूको सुरक्षा गर्न हम्मेको अवस्थामा उभ्याइदिएको छ। इरानलाई हिजबुल्लाहले समेत सहयोग गर्दै इजरायल विरुद्ध युद्ध मोर्चा खोलेको छ। यो घटनाले अब विश्व राजनीति कतातिर मोडिन्छ भन्ने प्रश्न चौतर्फी रूपमा उठेको छ। इरानले नेतृत्व उत्तराधिकारको तयारी सुरु गरिसकेको छ, जसले आन्तरिक शक्ति सन्तुलन तुरुन्तै भत्किने सम्भावना कम गर्न सक्छ। इरानका लागि यो आत्ममूल्याङ्कनको क्षण हो भने अमेरिका र इजरायलका लागि रणनीतिक सन्देश, तर विश्व समुदायका लागि भने यो चिन्ताको विषय हो, किनभने एक देश माथिको आक्रमणले पुरै क्षेत्रलाई दीर्घकालीन अस्थिरतामा धकेल्न सक्छ। तपाईले भने विषयलाई कसरी नियालिरहनु भएको छ? आफ्ना विचारहरू अवश्य व्यक्त गर्नुहोला।